सबैजनालाई नमस्कार। आज चाहिँ 2022 साल मङ्सिर 2 गतेको दिन रातिको 9:10 बजेतिर हामी चाहिँ बैराग मेला हेर्ने तर्फमा लाग्यौं। शिवालय मन्दिरमा सालिने बाला चतुर्दशीको दिन मेला लाग्ने हुनको कारणले हामी चाहिँ यसपालि पनि मेला के कस्तो रहेछ भनेर हामी बैराग मेला हेर्ने तर्फमा लाग्यौं। हजुरलाई यहाँ मेलाको के कस्तो रहेछ भनेर म देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ यसरी मेला ठुलो लागेको रहेछ। 6-7 वटा मात्रै रहेछ। शिवालय मन्दिरको दृश्य देखाउन गइरहेको छु अहिले म। मेला चाहिँ आज खास 3 गते लाग्ने हुनुको कारणले हामी चाहिँ 2 गते नै राख्यौं। के कस्तो रहेछ मेला भनेर अघिल्लो दिनै हामी चाहिँ बेलुका तिर यहाँ मन्दिरमा चाहिँ रातभरि जागरण बस्नुहुन्छ। अघिल्लो दिन सक्नुहुन्छ मेलाको दृश्य कस्तो रहेछ भनेर। अहिले चाहिँ मेला समय सँगसँगै मेला पनि छिटै गएको रहेछ। पहिले जस्तो खासै नलाग्ने रहेछ मेला। बगर छेउमा पनि हामी हेऱ्यौँ, बगर छेउमा पनि थिएन कसैले एउटा दोकान केही थिएन बगर छेउमा। पहिले बगर छेउमा भव्य लाग्छ मेला। हाम्रो बैराग मेला लाग्ने छ। भोलि चाहिँ यहाँनिर भव्य साथ मेला लाग्ने ठाउँ हो। हजुरलाई भिडियो के कस्तो लागेको नि कमेन्टबाट भनिदिनु होला। आजलाई यति नै भन्दै म चाहिँ अब भिडियोलाई यहीँ अन्त्य गर्न गइरहेको छु। हस्त बाई बाई।